के गर्नु विदेशमा रहर लाग्दो रहेछ करेला पकाएर करेला पहिला भुट्यो भने चाहिँ करेला क्रन्ची हुँदो रहेछ कि जानेको विदेश आएर पकाउँदै यसो के गर्नु पकाउँदा स्टाइल पारेन भने मजै नआउने कि गाह्रो छ हो मलाई के छ ठिक छ नि हजुरहरूको भगवान के गर्नु विदेशी भइयो घर आएको सुकी आमाले पकाएर खाइन्थ्यो यहाँ दाम पकाउनु चाहिँ रङ्ग लाग्छ कि के गर्नु अब के त्यस्तै हो मरिलानु के छ र दुई छाक त मिठो खान पाऊँ न विदेश अर्काको गर्दै जाने जिन्दगी यहाँ रमाउनु नि जानु पर्यो टमाटर पोले आएको टमाटर लसुन गाह्रो छ साथीहरू गाह्रो छ यो हल्का पाक्न लाग्यो होइन पाकेको लगभग अलिअलि भइसकेपछि टक्क आलु हाल्नु पऱ्यो राम्रो छ स्टाइल पानी भएको झर हो पर्नु यसलाई ढाकेर राख्यो भने चाहिँ यो गिलित्तो हुन्छ कि नढाकिकन यत्तिकै भुट्यो भने चाहिँ अलिकति क्रन्ची टाइपको हुन्छ त्यस्तो खानु मिठो हुन्छ नि त यसलाई टक्क यसरी राखिदिएपछि ओके